लक्ष्मी पूजा हामी गर्छौं, तर सबभन्दा धनी देश अमेरिका छ, जहाँ लक्ष्मी पूजा केही हुँदैन। सरस्वती पूजा हामी गर्छौं, तर सबभन्दा पढे लेखेका जनता चाइनामा छन्, जहाँ सरस्वती पूजा हुँदैन। विश्वकर्मा पूजा पनि हामी नै गर्छौं, तर अटोमोबाइल इन्जिनियरिङमा सबको बाउ जर्मनी छ। नदीहरूलाई हामी आफ्नो माता मान्दछौं, तर दुनियाँको सबभन्दा साफ नदी बेल्जियममा छ र अन्य सबै देशहरूमा छ। पुज्नमा त हामी नम्बर 1 छौं, तर रिजल्ट्सको मामलामा हामी पछाडी छौं धेरै। यदि पूजा गरेर मात्र यी सबै कुराहरू प्राप्त हुन्थ्यो भने आज हाम्रो कन्ट्री नम्बर 1 हुन्थ्यो। पुजेर मात्र केही हुनेवाला छैन, काम गर्नु पर्यो, शिक्षित हुनु पर्यो, अनुशासन हुनु पर्यो। अनुशासन त हामीमा छँदै छैन। जे मन लाग्यो जता पायो त्यतै थुक्यो, जता पायो त्यतै फेक्यो, हैन? राम राम भन्यो, बगलीमा छुरा गर्यो, अरूको कुरा काट्यो, हिँड्यो, फाल्तु टाइम बितायो। अनि कसरी हुन्छ डेभलप हाम्रो कन्ट्रीको र हाम्रो कन्ट्रीको मानव जातिको? पूजा गरेर मात्र केही हुनेवाला छैन। अनुशासित हुनु पर्यो, नियमको पालना गर्नु पर्यो, अनि मात्र देशको विकास हुन्छ। हाम्रो देशको मानव जातिको विकास हुन्छ, हाम्रो समाजको विकास हुन्छ। सोच्नुस्, यो सोच्नै पर्ने गहिरो कुरा हो। तपाईलाई के लाग्छ कमेन्ट बक्समा लेख्नु होला। जय श्री राम।